हेलो साथी हो मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज म हजुरहरूलाई गङ्गोबु आवास क्षेत्रभित्र रहेको रैथाने बजार देखाउन गइरहेको छु है। हेर्नुहोस् त हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक एन्ड कमेन्ट पनि गरिदिनु है सबैजना। ल हेर्नुहोस् यहाँ गङ्गोबु आवास क्षेत्रमा रहेको आफ्नो टोल विकासको लागि विकास प्रवर्धनको लागि यसरी हाम्रो सबै टोल छिमेकीहरूले यसरी बजार राखेको छ। यहाँ हेर्नुहोस् यसरी यहाँ चक्लेट स्ट्रबेरीको चक्लेट गरेर राख्नु भएको छ स्टल। यहाँ गोर्खाको अर्ग्यानिक साबुन स्याम्पूहरू औषधिहरू छ। हेर्नुहोस् यहाँ यसरी अर्ग्यानिक औषधिहरू छ। ल हेर्नुहोस् यसरी आफ्नो दिदीबहिनीहरूले यसरी टोल विकासको लागि यसरी राख्नु भएको छ। यहाँ हेर्नुहोस् यसरी अन्डा पनि यसरी बिक्री गर्न राख्नु भएको छ हाम्रो दिदीबहिनी दाजुभाइहरूले। यहाँ यो बजारमा जहाँको पनि के अरे बिक्री गर्न आउन सक्नुहुन्छ। हेर्नुहोस् यहाँ हाम्रो दिदीले यसरी अचार प्याजको मासुको अचार टमाटरको अचार गुन्द्रुकको अचार सबै राख्नु भएको रहेछ। ल हेर्नुहोस् यहाँ मैले पनि एउटा अचार किनेँ है यहाँ ल हेर्नुहोस् यसरी कस्तो राम्रो यसरी आफ्नो लागि यसरी। ल हेर्नुहोस् यहाँ इलामको घिउ छ फेरि यहाँ कहाँको घिउ हो नि हो इलामको घिउ हो धेरै राम्रो विकास हुँदैछ स्थानीय विकासमा पनि यसरी। हेर्नुहोस् मह हो यो चाहिँ बदम मटमास बेच्न राख्नुभएको छ। टोल विकासको दिदीहरूले सुत्केरी औषधि यसरी राख्नुहुन्छ। म हजुरहरूलाई सबै थोक देखाउँछु है यहाँ बजारमा भएको यसरी रैथाने बजारमा राख्नु भएको सामानहरू म सबै अलिअलि गरेर देखाउँदैछु है साथीहरू। मेरो पुरै भिडियो हेरिदिनु होला है। मन पर्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है साथीहरू। हेर्नुहोस् हाम्रो दिदीबहिनीहरू कति एक्टिभ हुनुहुन्छ कति मेहनती हुनुहुन्छ। यो रैथाने बजार भने 7 बजेदेखि 11 बजेसम्म मात्रै हो है साथीहरू। यो मर्निङ वाकको मानिसहरूलाई खास गरी टार्गेट राख्नु भएको अरे कि यहाँ हाम्रो गङ्गोबु आवास क्षेत्रका दिदीबहिनी दाजुभाइहरूले। हेर्नुहोस् यहाँ यसरी कति राम्रो सबै कोदालीको जम्मै यो कोदोको पिठो त्यसपछि यहाँ चाकु घिउ सबै थोक राख्नुभएको छ। यहाँ हेर्नु सक्खर भेली यसरी सबै यो राख्नुभएको छ। हेर्नुहोस् यहाँ चिया सिडहरू सबै छ है साथीहरूले। यहाँ साथीहरूले फेरि चाकु हाम्रो दिदीबहिनीहरूले यसरी चाकु बनाएर बेच्नुभएको छ। एउटा चाकु पनि किन्यौँ हामीले धुप पनि बनाएर बेच्नु भएको छ। ल हेर्नुहोस् हाम्रो साथीहरूले। म हजुरहरूलाई सबै देखाउँछु है बिस्तारै बिस्तारै। दिनु पैसा मेथीको अचार टमाटरको अचार सबै छ साथीहरू। ल हेर्नुहोस् हामीले पनि एउटा चाकु किन्यौँ है। यसरी आफ्नो दिदीबहिनीहरूले यसरी आफ्नो मेहनतले बिक्री गर्दाखेरि सपोर्ट गरिदिनुपर्छ नि किनेर होइन। हेर्नुहोस् यो फेरि मुला अरे कस्तो मुला आयो गान्टे मुला पनि होइन रे के मुला आयो। ल हेर्नुहोस्
यो त मैले खासै देखेको थिएन यो काँचै खाने हो अरे ल त्यस्तो नै यो तपाईँ बिमारी भनेर देखाउँदै हुन्छ तर म बिहान भएको भएर हामी खासै मैले खाइनँ है सागहरू यो फेरि यो बजार बिहान 7 बजीदेखि 11 बजीसम्म मात्रै हो है अन्डा आफ्नै बारीमा फलेको काउली लोकल अन्डा हो क्या हो ल हेर्नुहोस् सबै छ है ल हेर्नुहोस् है यहाँ अब सबै तरकारी मन्डी तरकारीहरू सबै छ यहाँ खानेकुरा त त्यही मात्रै छ सबै छ आफ्नै स्थानीय बासिन्दाहरू मात्रै हुनुहुन्छ है प्राय कोही बाहिरको मान्छेहरू पनि आउनुभएको छ यसरी बिक्रीको लागि यहाँ कपडाको जुत्ताहरू यहाँ कोदालीको रहेछ यो फापरको पिठो जौको पिठो जम्मा थोक हुनुहुन्छ यहाँ इन्टरभ्यूहरू दिँदै हुनुहुन्छ सबै क्यामेरा भिडियो धेरै थरीका टेलिभिजनका सबैजना युट्युब च्यानलहरू सबैजना आएर यहाँ भिडियोहरू सबैजना जानकारी लिँदै हुनुहुन्छ के यसरी ल टोखा टोखा नगरपालिकाको झोल महाकालबाट ल्याउनु भएर चाहिँ सबै बिस्कुट त्यसपछि आलु चप कोदालीको चोखो गर्ने यो पिठो जौको आँटो सबै छ है यहाँ सबै छ साथीहरू सबै थोक पाइन्छ है यो बजार रैथाने बजारमा ल हेर्नुहोस् हजुरहरू पनि नजिक हुनुहुन्छ भने आउनु होला सिरौला ल हेर्नुहोस् सिरौला भन्ने थाहा छ साथीभाइहरू ल हेर्नुहोस् यो चामल हो यो चामल योलाई यसरी भुटेर खानुपर्छ के सिरौलालाई सिरौला चावल भुटेर खाँदाखेरि मिठो हुन्छ जाडो महिनामा चियासँग खानलाई ल हेर्नुहोस् मैले सबै देखाउँदैछु हजुरहरूलाई सबैजनाले हेरिदिनु होला है कस्तो राम्रो चाख्यो लाइक कमेन्ट पनि छोडिदिनु होला पुरै भिडियो हेर्नु होला है साथीहरू ताइचिनको चिउरा पिनट बटर लगाएर पिनट्समा सबै आफैले बनाउनु भएको है आफैले आफै बनाउनु भएको छ हेर्नुहोस् दाजुभाइहरूले दिदीबहिनीहरूले सबैले आफै बनाउनु भएको हेर्नुहोस् हाम्रा दिदीबहिनीहरू कति एक्टिभ हुनुहुन्छ कति मेहनती हुनुहुन्छ ल हेर्नुहोस् यस्तो राम्रो दुधदेखि पिठोदेखि जम्मै पाइन्छ यहाँ हेर्नु त साथीहरू के हो यो यतै जुनेलो हो सबै छ बन्सेलाम चिया सिड सबै थोक छ है यहाँ सिमीको दाल सबै छ बाँसको दाल सिमीको दाल हेर्नुहोस् आफैले प्याकेट बनाएर यसरी आफ्नो एउटा कम्पनीको नाम लेखेर सबैजनाले यसरी मैले सबै स्टलहरू हजुरहरूलाई बिस्तारै हेर्नु यहाँ सबै इन्टरभ्यूहरू लिँदै हुनुहुन्छ सबैजना साथीहरूले हेर्नुहोस् मुसुरोको दाल सिमीको दाल हजुरहरूलाई म यता देखाउँछु है घरमा छ जति होइन
ल्याउनुहोस् यहाँ यसरी दाजुभाइहरूले यसरी बोट बिरुवाहरू पनि बेच्न सबै 100 रुपियाँ के भन्छ त्यसलाई यसलाई घोटुकोला घोटाब्रे नै हो घोटाब्रे यो राम्रो घोटाब्रे भन्दा राम्रो बडी टनिक हुन्छ कि बच्चाहरूले खुवाउनु पर्छ दिनमा एक पटक घोलताप्रे हो कि के भन्दै हुनुहुन्थ्यो घोलताप्रे रे घोलताप्रे भनेको के हो औषधि हुन्छ नि घोलताप्रे पनि लिने हो त्यहाँ लिने हो यहाँ यसरी यमरी यमरी बनाउँदै हुनुहुन्छ यमरी खाम भनेको ढिलो भएर लाम लाग्न पनि यसरी त्यति बिहान पनि कति मान्छे हो त्यहाँ हेर्नु न लाइन लाएर 1 घन्टै कुर्नु पर्यो अर्को पनि स्टल छ त्यही पनि त्यहाँ कति भन्छ सोधेर आउनु के अरे चाकुको त्यसपछि उसको पनि छ है साथी उहाँको रम्मै छ कति मिठो बनाउनु भएको रहेछ मैले पनि 1 घन्टा कुरेर भने खाएँ लिम्ला नि त अहिले यो खाम न है यसरी कुवाको दुईटा एउटा उस खाम है यसरी मेहनत गर्नुपर्छ 50 हाम्रो टोल विकास समितिमा हेर्नुहोस् टोलमा आएर दुईटा लिउँ न त बजार लाएर यसरी मेहनत गरेर राख्नुपर्छ ल हेर्नुहोस् के को छ त्यो तातो के को यो सबैलाई बेच्दै बहिनी बस्नुपर्छ हामीले ओ पनि बहिनी खायौँ नि त्यो खानु के को पाके हैन हजुर अर्डरको ए अर्डर के खाने खानु भनेर बसे होला नि यहाँ के खिर भन्दै हुनुहुन्थ्यो मलाई त भन्न पनि नाम आएन यो के हो नि के को खिर जिनुवा हो कि के को खिर भनेर साथीहरू जिनुवाको खिर खानुपर्छ साथीहरूले ल हेर्नुहोस् जिनुवाको खिर ल हेर्नुहोस् साथीहरू जिनुवाको खिर पनि मिठो हुन्छ भन्दै हुनुहुन्थ्यो जिनुवाको खिर चाहिँ खाएन यमरी खायौँ त्यसपछि अरू चिज खायौँ ल हेर्नुहोस् यहाँ पनि अर्को स्टल छ यमरीको खुवाएर खुवाको र खुवाको र भेलीको सक्खरको साथीहरू कति मेहनती हुनुहुन्छ ल बिहान यसरी 7 बजे नै यसरी आएर बनाउनु 7 बजेदेखि 11 बजेसम्म मात्रै हो है हाम्रो रैथाने बजार चाहिँ खास गरेर मर्निङ वाकमा आउने दाजुभाइहरूलाई यसो रमाइलो जमघट बनाउने एउटा स्टल बनाउनुपर्छ ल यहाँ कफी पनि छ कफी ल हेर्नुहोस् यहाँ कफी खाँदै हुनुहुन्छ कसैले कफी बनाउँदै हुनुहुन्छ ल प्राइम यसरी बेच्दै हुनुहुन्छ बिहान रमाइलो छ नि साथीहरू हाम्रो टोलमा पनि हेर्नुहोस् हाम्रो दिदीबहिनीहरूले यसरी आफै बनाएर आफ्नै प्रोडक्ट हो सबैको आफ्नै प्रोडक्टहरू यसरी बनाउँदै एभ्री टाइम भनेर नाम राख्नु भएको रहेछ हेर्नुहोस् त्यसपछि अब मैले सबै थोक देखाउँदैछु है हजुरहरूलाई एउटा गरेर हाम्रो टोलको ल हेर्नुहोस् सुन्तला कति राम्रो एभोकाडो सुन्तला किवी सबै छ हेर्नुहोस् फलफुलहरू पनि सबै छ कति राम्रो के को छ गुन्द्रुकको नलिनु अरू के को लिनु फलफुल किवी सबै छ यहाँ सब यो बजारमा सबै थोक पाइन्छ साथीहरू फलफुल तरकारी कपडा जुत्ता मोमो सबै थोक पाइन्छ ल हेर्नुहोस् कति राम्रो छ थोरै ठाउँमा धेरै मान्छेको जमघट कति राम्रो छ ल हेर्नुहोस् यहाँ दिदीबहिनीले सेलरोटी बेच्दै हुनुहुन्छ सेलरोटी पकाएर फलफुल पनि यहाँ छ हेर्नुहोस् है सुन्तला गोर्खाको सुन्तला भन्दै हुनुहुन्थ्यो ल हेर्नुहोस् झोली राखेर खाइदिनु पर्यो नि सेलरोटी अर्को स्टाइल सेलरोटी ल हेर्नुहोस् हाम्रो दिदीबहिनीहरूले सेलरोटी तातो सेलरोटी बनाउँदै
खाइराख्नु भएको छ सबैजनाले। हेर्नुहोस् यहाँ कति मेहनती हुनुहुन्छ। सरस्वती पाण्डेको सेलरोटी ल हेर्नुहोस् यहाँ सरस्वती पाण्डेको सेलरोटी भन्दै हँसाउँदै हुनुहुन्छ। ल हेर्नुहोस् यता छ सेलरोटी पनि हामीले पनि खायौँ। एकदमै रमाइलो राम्रो सजिलो भरपर्दो सबै हो के यहाँ। नमस्ते लिइसक्यो हामीले अघि खाइसक्नु आमाले लिइसक्नु भयो। ल हेर्नुहोस् यहाँ अब ऐला र छैला छैला कचिला ऐला जम्मै छ। ल हेर्नुहोस् छैला कचिला ऐला त्यसपछि बाह्र। ल हेर्नुहोस् यहाँ हाम्रो दिदीहरूले बाह्र बनाएर बेच्नुभएको छ सबै छ यहाँ। यो स्टलमा चाहिँ छोइला सबै छ अरे है छ रहेछ। ल हेर्नुहोस् ऐला छोइला कचिला बाह्र सबै छ है। हेर्नुहोस् न यसरी बाह्र पनि खायौँ है मोमो हामीले। के को मोमो बाह्र पनि खायौँ। ल हेर्नुहोस् अनि बाहिर अब चाहिँ के यहाँ छ फापरको मोमो। ल हेर्नुहोस् साथीहरू फापरको मोमो यस्तो मिठो भयो नि यहाँ चाहिँ कति मिठो। मैले पनि हामीले पनि किनेर खायौँ मैले पनि। ल हेर्नुहोस् चाहिँ फापरको मोमो रे चिकन फापरको चिकन मोमो हेर्नुहोस् ल कस्तो मिठो। हाम्रो दिदीबहिनीहरू कति मेहनती हो कति मिठो बनाउनु भएको थियो। कति मिठो बनाउनु भएको थियो हाम्रो दिदीबहिनीहरूले। 200 रुपियाँ प्लेट भन्दै हुन्थ्यो हामीले पनि खायौँ है यसरी। ल हेर्नुहोस् यस्तो बिहान बिहान यति मिठो यति टेस्टी थियो नि यो मोमो। हेर्नुहोस् साथीहरू फापरको मोमो है एकदम मिठो थियो साथीहरू। हातले दिनु न ल हेर्नुहोस् साथीहरू कस्तो मेहनती हाम्रो दिदीबहिनीहरू कति मेहनती हो। सबैलाई हामीले पनि सहयोग साथ सपोर्ट गर्नु पर्यो नि। त्यही भएर हामीले पनि दिदीबहिनीहरूको आफूलाई चाहिने र आफूलाई खान मन लागेको चिजहरू यसो खाइदेऊ। सबैजनाले आफ्नो आफ्नो घरमा बोकेर पनि लानुभएको छ प्याकिङ गरेर पनि लानुभएको छ। हामीले भने त्यहीँ खायौँ। यसरी कस्तो हेर्नुहोस् फापरको मोमो एकदम नयाँ नयाँ भेराइटीहरू छ यहाँ न्यू भेराइटीहरू। के लिनु भयो यसरी सबैजना आएर बिहान बिहान यसरी सबैजना आएर आफूलाई के चाहिन्छ त्यो सामान किनेर आफूलाई मनपर्ने खानेकुराहरू खाएर ल हेर्नु सबै दिदी दाजुभाइहरू ल हेर्नुहोस् यसरी भेला भएर आफ्नो टोलको विकास गर्न खोज्नु भइरहेको छ। सबैजना साथीहरूले हाम्रो गङ्गबु आवास क्षेत्रका दाजुभाइ दिदीबहिनी महिलाहरूले यसरी आफ्नो व्यवसाय सञ्चालन गर्नुभएको है। बाहिरबाट आएर पनि व्यवसाय गर्नुभएको छ रैथाने बजारमा। ल हेर्नुहोस् यसरी इन्टरभ्यू पनि भइरहेको छ आफ्नो यसरी यहाँ रैथाने बजारको बारेमा पनि यसरी इन्टरभ्यू दिइराख्नु विशान म उताबाट आउँछु मलाई एउटा भिडियो खिच्दियो है 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 के अरे
ल हेर्नु साथीहरू त्यो दुईटा कस्तो रमाइलो बारिलो घाममा उता छ नि यसरी उभिएर सबै आफूलाई मन परेको चिजहरू खान पाउँदा कति रमाइलो हुन्छ है साथीहरू यसरी हाम्रो टोल विकासमा यसरी हाम्रो रैथाने बजार शनिबार हप्ताको एकचोटि शनिबार 7 बजेदेखि 11 बजेसम्म मात्रै लाग्छ है साथीहरू यसरी मेरो सबै भिडियोहरू हेरेर सबैजना साथीहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला है साथीहरू धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा है साथीहरू सबै लाइक कमेन्ट सेयर गरिदिनु होला है साथीहरू आजलाई यति नै छ है साथीहरू धन्यवाद त्यसपछि भनेको धन्यवाद $500 छ सान्नाबा यो राखौँ ल 5 वटा सुट्टे तलबाट हाल्दिउँ है हैन अब एकचोटि मान्छे कम भएको छ एकचोटि राख्ने अब यो हाल्यो नानी भाउजू नि त्यो तल राख्नु न त्यो घाममा परेर सुक्छ नि यो राखेर हाल्दिउँ न त लाग्दै गर्छ नि ग्यास बहिनी खुवाएको है अस्ति एउटा खुवाएको चाकु हालिदिनु भएको